बलो तर दुआ मेरो पछि सब्सक्राइब गर पुग्यो भन्दा नि हुन्छ हाम्रो ओखरेजले के लिइरहेको हेलो एभ्रिवान नमस्ते गुड मर्निङ आज चाहिँ मैले खानासाना खुवाएर भिडियो स्टार्ट गर्दैछु किनकि बिहानदेखि अलिकति नमिल्ने हुन्छ क्या त्यही भएर आज मैले 11 बजीदेखि अहिले 11 बज्यो र मैले भिडियो स्टार्ट गरिसकेँ अब म आज के गर्छु त भन्ने चाहिँ हेर्दै गर्नु होला अब चाहिँ हामी तेलसेल लाएर एकछिन घाममा बस्न थालेछौँ हाम्रो ओखरेजले के लिइरहेको ओखर यस्तो छ सुकाइरहेछ ए खेल्नलाई ठिक्क छ यसलाई आफ्नै नुनमा छे निकाल्ने राख्ने ये गुड यतातिर चाहिँ स्विमिङ छ यतातिर हामी छौँ म चाहिँ नुहाइवरी बसिसकेको छु अब यस्तै हो घरमा बसेपछि हुन्छ नि हजुरको चाहिँ कस्तो बित्दैछ भन्नु होला मेरो चाहिँ यस्तै हो के साथीहरू अब चाहिँ म रेडी हुँदैछु है थोरै लाइक के भन्नु अब सनस्क्रिनहरू होइन लाउँदैछु मेरो चाहिँ यो हुन्छ लाइक यो मोइस्चराइजर क्रिम हो मैले जुन जहिले पनि दिनदिनै युज गर्छु एकछिन यसलाई सुत्न दिने मेरो चाहिँ यस्तै हो अब बाल आउँछ मेरो सनस्क्रिनको जुन चाहिँ मैले यो युज गरिरहेको छु सनस्क्रिन यसलाई चाहिँ मैले छोरो बेबी आइरहेको छ खेल्नु पर्यो उसलाई यसमा चाहिँ फाउन्डेसनहरू के पनि चाहिँदैन कि यसले नै गोरो बनाउँछ सो म अलिअलि काली भइसक्यो पहिलाभन्दा नेचुरली अब त्यो भएर गयो अब के गर्न सक्छु मैले केही पनि गर्न सक्दिनँ यति गर्छु अब मेरो भिडियोमा यस्तो मात्र हुन्छ कि म लाइक सिकिरहेको छु बल्ल तल के राख्ने हो के इन्क्लुड गर्ने हो होइन अहिले चाहिँ मैले भर्खरै लाइक म यता रेडी हुन लाग्थेँ अनि सोचिहालेँ भिडियो लिइरहेको छु सो यो पनि इन्क्लुड गरिहालौँ छोरो अब यसमा मैले मेबेलिनको पाउडर थोरै पाउडर पनि लगाउँछु किनकि अलिक चिल्लो देखिन्छ नि त मेकअप त गर्नु आउँदैन हेर मलाई आउँछ म त हेरेर पनि सिक्नेवालामा पढ्छु युट्युब ट्युटोरियल्सहरू त हेरेर आउँछु तर मसँग प्रडक्टहरू चाहिँ छैन हेलो मेरो मेन कुराको र चाहिँ अब भ्यासलिन नै हुन्छ होइन लिप केयर यो चाहिँ मेरो साथीले मलाई गिफ्ट दिएको थिए सो आई एम डन कपाल कोर्नु छ र फेसमा चाहिँ मेरो सक्यो आजको लागि चाहिँ म रेडी भइसकेँ साथीहरू मैले टिकटक पनि बनाइसकेको छु डिफ्रेन्ट ड्रेसअपमा बनाएको छु सो हजुर चाहिँ मेरो टिकटक आइडीमा गएर हेर्न सक्नुहुन्छ अब दिनभरि यत्तिकै भएर चाहिँ मैले अलिअलि फ्री टाइममा चाहिँ लाइक भिडियोहरू खिच्दैछु होइन अब यो केही पनि होइन यो भिडियोमा केही पनि छैन भन्नु होला बिस्तारै हुन्छ बिस्तारै गर्छु बिस्तारै गर्नेछु
र अहिले पनि मैले ट्राई त गरिरहेको छु, बिस्तारै बोल्न नि सिकि नै रहेको छु। सो अहिले चाहिँ मेरो छोरी मैले पक्रिँदैछु है छोरी, हैरान पार्छ, यता दगुर्छे उता दगुर्छे दगुरेर हैरान। साथीहरू म चाहिँ रेडी भइसकेको छु, आई एम रेडी टु गो पिक अप माई डटर फ्रम स्कुल। म चाहिँ स्कुल साथीहरू म पुग्यो भन्दा नि हुन्छ। अब छोरी आएपछि म भेटाउँछ है त। यो चाहिँ छोरीको स्कुल। म चाहिँ गाड्दै जुत्ता लाउँदै हुनुहुन्छ। मन पनि आउनुभयो, मन पनि। हेलो सन्चै हुनुहुन्छ? ल छोरी आइ, ल जाउँ, लेट्स गो। नाम कस्तो भयो? राम्रो। ल त्यो त रिजल्टमा थाहा भइहाल्ला। अब चाहिँ हामी घर जाँदैछौँ। यस्तै हो, एकछिन खेली छैन। ल भेरी गुड। हामी घर पुग्यौँ। खाजा खाएर पनि आइयो। सानो भिडियो चाहिँ ल्याएको छु त, पिरो मिठो। तर खाजा साजा खाएँ, अब बस्छु एकछिन, छोरीलाई सुताउनु पऱ्यो होइन। अब चाहिँ खेततिर लाग्यो है साथीहरू। म चाहिँ खेततिर लागेँ, अलिक काम छ खेतमा आज। ओके, अब यो घाँसहरू जुन छ नि सुकाएको छ, यसमा चाहिँ आगो बाल्ने पालो। म चाहिँ गेट पुगेर पानी दिइसकेँ, अब चाहिँ आगो बाल्ने। गाह्रो बल्ल थाल्यो अलिअलि। हावाले नै हैरान गर्छ, धुवाले मलाई यता गऱ्यो उताकोमा जाम, उतै धुवा। अन्त त हावा पनि चल्ला पनि त हो। आमा आँसु कति धेरै आइसक्यो। पहिला पनि गर्थेँ, तर धेरै पछि गरे अब बोल्या नबोल्या भयो। तर बलिरहेको छ, हावाले बढ्दैरहेको छ। त्यहाँ बच्चाहरू चाहिँ रमाइरहेको छ धुवा हेरेर। बलो बलो तर धुवा हेरेर। साथीहरू म खेत घर आइसकेँ र हात खुट्टा मुख धोइसकेँ। यस्तो घुर्ने आमामा धुवा त मेरो पछि पछि। ओके, आजको लागि चाहिँ म यति नै गरिदिन्छु हजुरलाई। अब अरू भिडियो हेर्नु छ भने सब्सक्राइब गर्नुहोला र अहिलेसम्म हेरिदिनु हुने सबैजनालाई थ्याङ्क यू फर वाचिङ दिस भिडियो। बाई बाई।